साथीहरु यदि तपाईले फेसबुकमा काम गरिराख्नु भएको छ र तपाईले आफ्नो फेसबुक पेजमा राम्रै फलोवर पनि गेन गर्नु भएको छ तर तपाईको पेजमा सबै कुरा राम्रो हुँदा हुँदै पनि यदि कन्टेन्ट मोनेटाइजेसन पाइराख्नु भएको छैन भने यसको अर्थ हुन सक्छ तपाईको फेसबुक प्रोफाइल वा पेजमा कुनै इस्यु हुन सक्छ। मैले तपाईलाई यो भिडियो अन्तर्गत रहेर तपाईले आफ्नो प्रोफाइलमा कसरी चेक गर्ने सबै जानकारी शेयर गर्न गइरहेको छु। यदि तपाईले यस बारेमा जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। अब साथीहरु अहिलेको समयमा कन्टेन्ट मोनेटाइजेसन लगभग फेसबुकले धेरैजसो क्रिएटरहरूलाई दिइरहेको छ। यसमा क्राइटेरिया भन्ने पनि कुनै पनि छैन भने पनि हुन्छ। यसमा कस्तो छ भने इन्भाइट ओन्ली प्रोग्राम भएको हुनाले जुन क्रिएटर आफ्नो फेसबुक पेजमा एकदम एक्टिभ छ, आफ्नो ओरिजिनल कन्टेन्ट राखिरहेको छ, एआई बेस्ड कन्टेन्ट नभएर आफ्नै ओरिजिनल कन्टेन्ट छ भने त्यस्तो खालको पेजहरूलाई फेसबुकले एकदमै छिटो कन्टेन्ट मोनेटाइजेसन दिइरहेको छ। तर यदि तपाईले आफ्नो पेजमा कतैबाट कपी पेस्ट गरेर राख्नु भएको छ वा तपाईले राखेको कन्टेन्ट यस्तो छ जुन चाहिँ कुनै पनि क्रिएटिभिटी नदेखाइकन बनाइएको कन्टेन्ट हो भने त्यस्तोलाई पनि फेसबुकले कन्टेन्ट मोनेटाइजेसन दिँदैन। म तपाईलाई देखाउन चाहन्छु यदि तपाईले आफ्नो फेसबुकमा काम गरिराख्नु भएको छ त्यस्तो तरिकाबाट पनि त्यस्तो अवस्थामा फेसबुकले तपाईलाई त्यस्ता खालका इस्युहरूको बारेमा जानकारी दिइरहेको हुन्छ। तपाईले यदि चेक गरेर आगामी समयमा त्यसलाई सुधार गर्नुहुन्छ भने तपाईको पेजमा इस्यु हटेर जान्छ र तपाईको पेज मोनेटाइज हुन सक्छ अथवा प्रोफाइल पनि मोनेटाइज हुन सक्छ। म तपाईलाई देखाउन चाहन्छु जस्तै म फेसबुकमा गएँ भने अहिले म फेसबुकमा मेरो पेजमा छु र जस्तै यहाँनिर मैले यतापट्टि मेनुमा क्लिक गरेर जब प्रोफेसनल ड्यासबोर्डमा जान्छु मैले अहिले यो पेजबाट अर्निङ गरिरहेको छु। हेर्न सक्नुहुन्छ मेरो पेजले $3 अर्निङ गरिसकेको छ। म तपाईलाई ब्याक गएर देखाउन चाहन्छु यदि तपाईको पेजमा सबै क्राइटेरिया पूरा भएर पनि कन्टेन्ट मोनेटाइजेसन फिचर इनेबल भइरहेको छैन भने त्यस्तो अवस्थामा तपाई सपोर्टमा जानु होला। सपोर्ट सेक्सनमा गइसकेपछि तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ माथि अप्सन रहेको छ टेक्निकल भ्यू, तपाईको पेजको नाम हुन्छ, यसमा टच गर्नु होला। यहाँ टच गरेर टपमा पेज हैज नो इस्यु भनेर यहाँ ग्रीन टिक आएको हुनुपर्छ। सबैभन्दा पहिलो काम यो हुनु पर्यो र तलपट्टि गुड न्यूज नो भायोलेसन टु सो हुनु पर्यो। यदि यो छैन भने यसको अर्थ तपाईले अपडेट एन्ड रिपोर्ट भन्ने सेक्सनलाई टार्गेट गर्नुपर्ने हुन्छ। यहाँनिर सपोर्ट इनबक्समा टच गर्नुस्। यहाँ टच गरेपछि हेर्न सक्नुहुन्छ रिपोर्ट सेक्सनमा अदर भन्ने सेक्सनमा कतिपय रिपोर्ट गरिएका रिक्वेस्टको बारेमा यहाँ देखाइरहेको छ। यहाँनिर कुनै प्रब्लम छ भने तपाईकोमा पनि सो गर्न सक्छ तर यो मेरो फरक किसिमको भनेपछि यहाँनिर प्रब्लमवाला होइन। मैले केही कुरालाई रिक्वेस्ट गरेको थिएँ त्यसलाई चेन्ज गर्नको लागि, पेजलाई चेन्ज गर्नको लागि, नाम चेन्ज गर्नको लागि त्यसको बारेमा एप्रुभ गर्ने कि नगर्ने भनेर यहाँनिर मेसेज पठाएको छ। तर तपाईले यहाँ रिपोर्ट एबाउट अदर्स भन्नेमा क्लिक गर्नु होला। यहाँनिर तपाईकोमा ग्रीन टिक आउनुपर्छ नो रिपोर्ट्स भन्ने। त्यस्तै तपाईले युआर अलर्ट्समा टच गर्नु होला। यहाँनिर पनि नो भायोलेसन भन्ने आएको हुनुपर्छ। यदि तपाईकोमा यिनी दुईटैमा ग्रीन टिक आएको छ भने तपाईको पेज सेफ छ, तपाईले रेगुलर रूपमा काम गर्नुस्, कन्टेन्ट मोनेटाइजेसन आउँछ। तर यहाँनिर इस्यु पनि आएको हुन सक्छ। कस्तो तरिकाबाट चेक गर्ने जस्तै मैले अहिले पेज देखाइरहेको छु तपाईले टपबाट आफ्नो पेज वा प्रोफाइललाई यहाँनिरबाट चेन्ज गर्नु होला। जस्तै म प्रोफाइलमा भिजिट गरेको छु। प्रोफाइलमा भिजिट गरेर जब मैले यहाँनिर टच गर्छु र सपोर्ट भन्ने सेक्सनमा जान्छु अघि नै र अहिले मेरो प्रोफाइलमा सपोर्ट फरक हुन्छ। माथिपट्टि मैले टच गरेँ भने यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ ग्रीन टिक आइरहेको छ र तपाईलाई देखाउन चाहन्छु ब्याक आएर यहाँनिर सपोर्ट इनबक्समा म गएँ भने यहाँनिर धेरै पटक यहाँ हेर्न सक्नुहुन्छ मैले कतिपय रिपोर्टहरू जुन गरेको थिएँ त्यसको डिटेल आइरहेको छ। यहाँनिर तपाईकोमा पनि आएको हुन सक्छ। रिपोर्ट एबाउट अदर्समा टच गर्नुभयो भने यहाँनिर कतिपय केसहरूमा जस्तै मैले केही कुरालाई रिपोर्ट गरेको थिएँ भने यहाँनिर देखाइरहेको हुन्छ। त्यस्तै तपाईकोमा पनि देखाएको हुन सक्छ। तर यो रिपोर्ट गरेको कुरा देखाउँछ भने ब्याक आएर तपाईले हेर्नु होला युआर अलर्ट तपाईको लागि एकदमै महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा यो युआर अलर्ट छ, यसमा टच गर्नु होला। यदि यहाँनिर तपाईकोमा कुनै पनि कपिराइट इस्युहरू आइरहेको देखाएको छ भने तपाईको पेजको सबैभन्दा ठुलो प्रब्लम यही नै हो। तपाईले यहाँनिरबाट यसलाई रिजल्भ गर्न जरुरी छ। जस्तै मेरोमा यो भिडियो देखाइरहेको छ, यो भिडियोमा मेरो कपिराइट इस्यु आएको रहेछ। तपाईले यहाँनिरबाट सी डिटेलमा गएर चेकआउट गर्न पनि सक्नुहुन्छ के कारणले आएको रहेछ। जस तपाईले चेक गरेर यो खालको भिडियो तपाईको पेजमा अझै पनि छ भने त्यस्ता भिडियोलाई डिलिट गरिदिनु होला जसमा कपिराइट इस्यु आएको छ। भनेपछि तपाईले यहाँनिर युआर अलर्ट्स भन्ने सेक्सनमा कुनै पनि अलर्ट देखिराख्नु भएको छ भने कपिराइटेड इस्युसित रिलेटेड हुन सक्छ वा तपाईले कुनै भायोलेसन गर्नुभएको छ भने त्यो हुन सक्छ। त्यस्तो कुनै पनि इस्यु छ भने तपाईले यहाँनिरबाट आफ्नो पेजमा ती सबै इस्युहरूलाई समाधान गर्नुपर्ने हुन्छ। यदि तपाईले समाधान गर्नुभयो भने मात्रै तपाईको पेज कन्टेन्ट मोनेटाइजेसनको लागि एलिजिबल हुन्छ। नत्र भने तपाईको पेजमा कन्टेन्ट मोनेटाइजेसन त्यहाँ देखाइरहन्छ, इन्भाइट ओन्लीमा मात्रै रहन्छ। त्यो कुरा तपाईले ध्यान दिनुपर्ने हुन्छ। त्यस्तै म तपाईलाई अर्को पेज देखाउन चाहन्छु। जस्तै मैले एउटा अझै पेज छ मसँग टेक्निकल भ्यूज भन्ने छ। यसमा मैले टच गरेँ भने
यो पेजमा म धेरै एक्टिभ त हुँदैन, तर रिसेन्टली मैले एउटा दुईवटा यहाँनिर पोस्ट पनि गरेको थिएँ। यहाँनिर गएँ भने तपाईँलाई देखाउन चाहन्छु सपोर्ट सेक्सनमा। यसमा जाने भने अब यो पेज रहेको छ सपोर्ट इनबक्स भनेर तपाईँले देख्न सक्नुहुन्छ। मैले यसमा टच गरिदिन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ युआर अलर्ट भन्नेमा म क्लिक गर्छु। नो भायोलेसन देखाएको हुनु पर्यो यस्तै तरिकाबाट तपाईँको पेजमा। र यतापट्टि रिपोर्ट एबाउट अदर भन्नेमा टच गरेर नो रिपोर्ट भनेर देखाएको हुनुपर्छ। यतापट्टि तल हेर्न सक्नुहुन्छ मैले यहाँनिर कतिपय रिक्वेस्टहरू गरेको रहेछु, त्यो अलर्ट चाहिँ अदर सेक्सनमा देखाइरहेको छ। हो यहाँनिरबाट तपाईँकोमा यस्तै देखाएको हुनुपर्छ। त्यस्तो अवस्थामा मात्रै तपाईँ प्रोफेसनल ड्यासबोर्डमा जान सक्नुहुन्छ। र यसमा मैले धेरै काम त गरेको छैन, तर तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर प्रोफाइलमा मेरोमा कुनै पनि इस्यु रहेको छैन। र जस्ट मोनेटाइजेसन सेक्सनमा जाने हो भने कन्टेन्ट मोनेटाइजेसन यसमा इन्भाइट ओन्लीमा छ। इन्भाइट ओन्ली मैले गराइसकेको छु यहाँनिर सबमिट गरेर। अब आगामी समयमा यसमा मैले वर्क गरेँ भने यसमा पनि मैले कन्टेन्ट मोनेटाइजेसनलाई इनेबल गर्न सक्छु। हो यस्तो तरिकाबाट यदि तपाईँको फेसबुक पेजमा मैले बताएअनुसार चेक गर्नु होला, कुनै पनि भायोलेसन भएको छ भने त्यस्ता खालका इस्युहरू सो गरिरहेको हुन्छ, त्यसलाई तपाईँले आफ्नो पेजबाट हटाउन पर्ने हुन्छ अथवा प्रोफाइलबाट हटाउनु पर्ने हुन्छ। यदि तपाईँले त्यसलाई हटाउनु भएन भने त्यस्तो अवस्थामा तपाईँले जति काम गरे तापनि तपाईँको फेसबुक पेजले कन्टेन्ट मोनेटाइजेसन टुल पाउँदैन, जसले गर्दा हामीले त्यसबाट अर्निङ गर्न सकिन्न। त्यही भएर आजै चेक गरेर आफ्नो पेजको इस्यु रिजल्भ गर्नुहोला। आशा गर्दछु भिडियो हेरिसकेपछि तपाईँले राम्रोसँग बुझ्नुभएको छ कि के कारणले गर्दाखेरि हाम्रो पेजमा कन्टेन्ट मोनेटाइजेसन आउँदैन। भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राखिदिनु होला। साथीहरूमा चाहिँ भिडियोलाई सेयर गरिदिनु होला। च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने यस्तो भिडियो मैले तपाईँको लागि ल्याइरहेको छु। र मसँग पर्सन जोडिन चाहन्छ भने टेक्निकल विषय इन्स्टाग्राम आइडी र ट्विटर आइडीमा फलो गर्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।